म पनि आफै न्यू खोज्छु उसको चाहिँ कारण यो गल्ती केही हुँदैन। बिहान किन भिडियो बनाएको भनेपछि चाहिँ आज चाहिँ मेरो चाहिँ फेरि कतिखेर के हुन्छ हो के बातले मेरो दिमाग। हेलो साथीहरू, गुड मर्निङ। र अहिलेको चाहिँ मेरो गुड मर्निङ चाहिँ हुँदैछ बिहानको 6 बजीदेखि। बिहान 6 बजी 6 चाहिँ भयो। म चाहिँ भित्रबाट भर्खर आएको एकछिन वर्कआउट गरेर। र मैले चाहिँ धेरै भएको थिएँ साथीहरू वर्कआउट नगरेको। र मेरो चाहिँ अलिक मैले हिजो के अरे वेट नापेको त 1-2 केजी पो मेरो त वेट गेन भएछ हो। वेट गेन चाहिँ कारण किन भनेपछि चाहिँ मैले चाहिँ अहिले चाहिँ धेरै भएको छ। अहिले वर्कआउट गरेको छुइनँ र अहिले चाहिँ आज चाहिँ झन् बेसमानी घाम चाहिँ हिजो भन्दा पनि हेर्नुहोस् त। र अहिले चाहिँ म एकछिन मात्रै गरेको बाबा बुढाले फोन गरे उसँग बात गर्दा गर्दा त्यो पनि छैन हो। किन भनेपछि अब घरिको चाहिँ एउटै रुटिन गर्नु पनि अब डेली रुटिन एउटै फलो गर्नु पनि अल्छी लाग्छ है। र नानीलाई चाहिँ मैले भर्खर उठाइरहेको छु किनभने चाहिँ त्यसलाई चाहिँ म एकछिन पढाउनु पनि पर्छ। र मैले चाहिँ आज चाहिँ बिहान किन भिडियो बनाएको भनेपछि चाहिँ आज चाहिँ मेरो चाहिँ बुढासँग डिस्कस भएको है। किनभने चाहिँ मलाई चाहिँ घरिघरि चाहिँ के हुन्छ साथीहरू झोक चल्छ कि मलाई चाहिँ एक्लै बस्नु म उसँग बसेर आदत भइहाल्यो कि एक्लै चाहिँ बस्नु चाहिँ मलाई चाहिँ आजकल कस्तो हुन्छ भने चाहिँ अब नराम्रो लाग्छ क्या। घरिघरि चाहिँ उसलाई चाहिँ म पनि आफै न्यू खोज्छु उसको चाहिँ कारण यो गल्ती केही हुँदैन कि लिएर जानु भनेको वहाँ हिमाचल हो। र उसले चाहिँ भन्छ कि लाने पोसिबलै छैन, यहाँ क्वार्टर छ त 4 महिना 5 महिना मात्रै हेऱ्यो, त्यहाँदेखि चाहिँ घर हेऱ्यो होइन। त्यो पनि स्कुल छैन, स्कुल भएको त म तिमीलाई लान्थेँ, किन तिमी मलाई यो गर्छौ, म तिमीलाई आफ्नो बुढी नानीसँग बस्नु मन लाग्दैन भनेर भन्छ हो। र पनि मलाई अब जस्तो पनि जे भयो भने अब आफ्नो बुढासँग बसेको अलग हुन्छ होइन। सुख दुःख जे पनि होस् आफ्नो बुढासँग बसेको राम्रो लाग्छ। र डिस्कस परे एकछिन र डिस्कस भन्दा पनि त्यस्तो चाहिँ होइन। खेर मैले उसलाई चाहिँ अब मलाई चाहिँ नराम्रो लाग्यो। मेरो चाहिँ के हो के मलाई चाहिँ फेरि कतिखेर के हुन्छ हो के बातले मेरो दिमाग उयो भइहाल्छ। र उहाँ चाहिँ हिमाचलमा छ र हिमाचलमा हुने कारणले चाहिँ अब यस्तो क्वार्टरै छैन क्या साथीहरू। क्वार्टर नहुँदा कारणले चाहिँ उसले मलाई लगेको छैन। त्यही भएर चाहिँ मलाई चाहिँ उसँग बस्ने आदत भएर मन पनि लागेको छैन। र उसलाई लानु भनेको त्यो पनि पोसिबल छैन। र 1 महिनामा भर्खर 1 महिना भएको छ गएको 1.5 महिना नयाँ जग्गा। र मैले पोस्टिङ माग्नु भनेको तिम्रो बाउको यो हो त के अरे यहाँ सरकारी घर हो के अरे तिमीलाई अहिले भन्ने बित्तिकै पोस्टिङ दिइहाल्छ भनेको। र अब मैले अब के गर्नु अब उसँग झगडा गरेर पनि अब डिस्कस गरेर पनि केही चाहिँ फाइदा छैन। लाने त होइन, अहिले लाने होइन अब जाने पोसिबलै छैन। र अब चाहिँ म ब्रस गर्नु आँटेको एकछिन चाहिँ यहाँ बसेर सोचेर बसेँ। त्यहाँदेखि चाहिँ अब चाहिँ हुँदैन किनभने चाहिँ अब मलाई फेरि काम पनि गर्नु छ, घरको काम परिरहेको छ। अब चाहिँ हो बिहानदेखि त सबैको चाहिँ यो डेली रुटिन है साथीहरू।